बोली श्री सद्गुरु महाराज की सुन्न साथीलाई चितवनमा अलिक अप्ठ्यारो परेको थियो होला, किनभने बस्दा बस्दा जिउ गरिसकेको हुन्छ, खुट्टा दुखिसकेको हुन्छ। कम सङ्केत जब शरीरपट्टि हुन्छ त्यहाँदेखि जयकार पनि निस्किन सक्छ त्यस्तो लाग्दैछ मलाई। र पनि फेरि एकखेप कोसिस गर्ने। त्यसो गर्दा जयकारले के हुन्छ भने हाम्रो एक्टिभ हुन्छ, जुन आउँदै गरेको निद्रा पनि भाग जस्तो। त्यस कारणले बार बार जयकार थप्ने गरिन्छ। बोली श्री प्राणनाथ प्यारे की जय। हाम्रो सबै साथीको चरण कमलमा प्रणाम गर्ने म केही शब्द भन्न गइरहेको छु। अनुभव भनेको कुरा जुन जागने यात्रामा देखिएको छ त्यो त भनेर साध्य नै हुँदैन। किनभने स्वामी चाहिँ के हो, कस्तो हुनुहुन्छ भन्दाखेरि चाहिँ जब हाई स्कुल सकेर माध्यमिक स्कुल सकेर चाहिँ अब हाई स्कुल जानुभयो क्लास 9 मा, त्यहाँदेखि उहाँलाई मनमा यस्तो विचार आयो कि संसार किन बनेको होला, के हो। अनि उहाँले आफै सेल्फ स्टडी गर्न थाल्नु। घरमा त सबै आर्य समाजको हुनुहुन्थ्यो, वेद पढ्न सुरु गर्नुभयो, शास्त्रहरू अध्ययन गर्न सुरु गर्नुभयो। त्यहाँदेखि आफूलाई याद भयो कि मैले अब केही न केही गर्नुपर्छ मेरो जीवनमा भने आफ्नो हृदयमा आएको भाव आफ्नो साथीलाई सेयर गर्नुभयो, राजेशजीलाई। राजेशजी, अब मैले संसारमा पटक्कै यसरी गृहस्थी भएर बाँच्ने इच्छा छैन, म केही न केही गर्छु, म घर घर जानुपर्छ मैले। के जन्मिनु अनि फेरि परिवार बढाउनु पालन पोषण गर्नु मात्रै हाम्रो उद्देश्य हो त होइन नि। म त्यस कारणले गर्दा म अगाडि बढ्छु भनेर उहाँले एक दिन आफ्नो घर त्याग्नुहुन्छ। हिमालयमा गएर कति साधना गर्नुहुन्छ उहाँले। अनि आफ्नो इच्छा जुन आफूले चाहेको छ नि त्यो चिजलाई प्राप्त गर्न सक्नुहुन्न। कति मेहनत गर्नु साझा दुबोको रस खाएर ध्यान गर्नु स्वामी, दुबोको रस खाएर। अनि निमपत्तीको कसैले मिठोहरू यसो कसैले दिइहाल्यो भनेदेखि मिठो खाएको बादमा पनि अनि निमपत्ती पिसेर निमपत्तीलाई छानेर त्यसको रस पिउनु, त्यो त हाम्रो आँखाले पनि देखेको थियो। आवाज लिभर सुकेर आवाज एकदम सानो भइसकेको थियो स्वामीजीको। अनि योग साधनामा चाहिँ ध्यान गर्दा के हुनु सक्छ भनेदेखि चाहिँ जब आफ्नो स्थिति कहाँसम्म जान्छ, कुन लोकसम्म जान सक्ने आफ्नो क्षमता छ, त्यहाँसम्म आफ्नो आत्माले बल गयो स्वामीको आत्माले। जब निराकारलाई तागम ज्ञान दिन कसैले पार गर्नै सक्दैन नि त। पार गर्नै नसकेको बादमा चाहिँ स्वामीजीलाई आवाज भयो योदेखि माथि त अलिकति लाइट केही छ तर जान सकेन। अनि फेरि वापस फर्किनुहुन्छ। किन भन्दा चाहिँ मैले यत्रो साधना गरेको बादमा पनि मैले त्यो चिजलाई सत्य चिजलाई प्राप्त गर्न सकिनँ, म वापस आउनु पऱ्यो। शरीरको हाड्डीको ढाँचा मात्रै त्यति शरीर केही पनि थिएन। हाम्रो राजेशजीले अस्ति युट्युबबाट है हामीलाई मजाले बताइदिनु भएको छ ग्रुपमा। अब किन सद्गुरु चाहियो मलाई के भन्नु उहाँले भनेको चाहिँ साँचो सद्गुरु जो लिएर पार भन्ने कोही प्राप्तै भएन मलाई। त्यस कारण म फेरि वापस आउनु पऱ्यो। अब के गर्ने त भन्दा चाहिँ फेरि उहाँले के भन्नुभयो, म अझै फेरि खोज्छु आफ्नो सत्य सद्गुरुको खोज गर्छु भन्दा उहाँको इच्छाले उहाँको शक्तिले परमधामको अङ्कुर हुनाले गर्दा चाहिँ उहाँले सच्चै सद्गुरु जगदीश औषधि उहाँलाई प्राप्त। कोही पनि महान हस्ती बन्नको लागि आफ्नो पुरा योगदान त्यो चिजमा दिएको, त्यसै सद्गुरुकै बनिँदैन नि, त्यसै सद्गुरुको हुँदै सक्दैन। आफ्नो एक एक चिजलाई एक एक रग एक एक फुललाई सुकाइसकेको यो देवताले चाहिँ कति खोज गर्नु हाडीको ढाँचामा थियो। जब सम्राटजीको निदान प्राप्त भइसके बादमा उहाँ सद्गुरु बन्नुभयो, किन उहाँको हृदयमा युगल सरकार विराजमान। अनि इन्द्रवतीले पनि कसरी कति गरेको थियो त्यो त विक्रमले हामी जान्दछौँ। पैसा हर आकार अन्न उहाँले गर्नुभयो। अनि उहाँको भट्टीको ढाँचा मात्रै बादमा उहाँलाई राज्यले कति शोभा दिनु, उहाँले आफ्नो तन कुर्बान गरिदिनु भयो। लु राज्य मैले केही जानिनँ, अब म सर्वस्व तपाईँलाई सोपिन्छु भनेर चाहिँ जब प्राण शरीरबाट
टक्कै निस्क्यो त्यतिखेर युगल सरको दिदार भयो श्री प्राणनाथ प्यारेजी अनि उहाँदेखि के हुनुभयो प्राणनाथ भयो जब इन्द्रावतीको धाम विद्यामा युगल सर विराजमान हुनुभयो अक्षराधि त्यहाँदेखि इन्द्रावतीको तेस्रो लग्न प्राप्त हुनुभयो महामती उहाँकोमा युगल स्वरूप विराजमान हुने बित्तिकै उहाँ प्राणनाथजी हुनुभयो अनि सबै सुन्दर साथै 1729 जब सुरत पुग्नुहुन्छ त्यतिखेर उहाँलाई चाहिँ श्री प्राणनाथजी भनेर सबैले उपाधि दिएर घोषित गरेको बोल्यो श्री प्राणनाथ प्यारेजी यानि कि कसैले पनि कुनै पनि ब्रह्ममुनिहरूले अगाडि बढ्नको लागि अगुवाई गर्नको लागि चाहिँ आफ्नो सर्वस्व पहिला त्यागे हामी सुन्नु सधैँ गृहस्थी भएर हामी गृहस्थी हो हामीलाई त 50% हुन्छ भने कहाँ हुन्छ हुँदैन रहेछ यस्तो हुँदैन रहेछ के गर्नु पर्दछ भने गृहस्थी हो ठिकै छ हामीले कतिवटा काम धन्दा संसारको गर्नै पर्दैन गर्नै पर्ने हुन्छ होइन बाहिर हामीले सेवा पनि खटाउनु पर्ने हुन्छ त्यस कारणले हामीले के गर्नुपर्ने छ भनेदेखि 24 घन्टामा 2 घन्टा बिहान 1 घन्टा बेलुका 1 घन्टा समय ध्यानमा चाहिँ हामीले दिनुपर्दछ त्यसो गर्दै गर्दै हाम्रो क्रमश समय बढ्दै जान्छ अनि हाम्रोमा नम्रता आउँछ अहिले हाम्रोमा नम्रता आउन सक्दैन त्यसै सुन्दर साथको हामीले प्रेम गर्नुपर्छ भन्ने आउँछ भावना तर एउटा कोमल एकदम नरम हृदयको जुन हुन्छ नि त्यो चाहिँ ध्यान बढे मात्रै हुन्छ जब राज्यसँग पहिचान छ राज्यको पहिचान भएको बेलामा वाणी श्रद्धा हुन्छ वाणीको श्रद्धा आइसकेपछि राज्यको हृदयमा मैले के ल्याउनुपर्छ भनेर चाहिँ हामी त्यसमा आह्वान गर्छ मेरो धाम हृदयमा आइदिनुहोस् भन्ने खालको हाम्रो इच्छा छ यस्तै प्रकारले स्वामीजीले पनि अनन्त कोसिस गर्नुभयो धेरै मिहिनेत गर्नु उहाँले अनि राज्यको दिदार सद्गुरु प्राप्त भएपछि रतनपुरी जाने रतनपुरी गएपछि उहाँलाई कसैले पनि शास्त्रतामा हराउन सक्दैन त्यो शास्त्रता गर्दै हिँड्यो ध्यान पनि गरिन्थ्यो प्लस शास्त्रता पनि गर्नुहुन्थ्यो कसैले नसक्नु भएकोले गर्दा चाहिँ उहाँले चाहिँ स्वामीजीले के गर्नुभयो भनेदेखि सरकारजी भेटेको बादमा उहाँलाई सरकारजीले भन्नुभयो तिमी रतनपुरी आऊ रतनपुरी आइसकेपछि तिम्रो जति पनि प्रश्नहरू छ सबै त्यहाँ समाधान हुन्छ भनेर उहाँले भन्नुभएको थियो अनि जब रतनपुरी जानुभयो नि रतनपुरी पछाडिपट्टि एउटा सानो नदी छ जो जानुभएको छ उहाँलाई याद छ त्यो नदीमा उहाँलाई चाहिँ चञ्चल महाराजजी र स्वामीजी जाँदै हुन्थ्यो रतनपुरी पुग्न आँटेको बेलामा उहाँलाई एकदमै दर्द भयो क्या यो स्वामीजीको मुखबाट भनेको कुराहरू सेयर गरेको है जागरण यात्राको जुन सेयर छ त्यो चाहिँ सेयर हुनै सक्दैन त्यो जुन छाप छ नि जसले त्यहाँ गएर प्राप्त गर्न सक्यो चर्चा त सबैजनाले सुन्नुभयो युट्युब माध्यमबाट जुन स्वामीजीको साथी थिए त्यो त स्वामीजीकोमा जो बस्नुहुन्छ उहाँलाई प्राप्त गर्न सक्नुहुन्छ भविष्य हुन्छ नि जब त्यहाँ पुग्ने बेलामा स्वामीजीले एकदम पेट हुन्छ चञ्चल माला भन्छ चञ्चल चाहिँ आफ्नो आगे बढ्छ त्यसबाट पेट नै गर्नु है त्यो सन्दास टोइलेट भन्नुभयो अनि अगाडि जानुभयो अनि जब टक्कै बसेपछि चाहिँ पेट पनि जाने भयो कहिले पनि भएन त्यतिखेर चाहिँ के होला पनि यतापट्टि बस्नु भएको थियो उतापट्टि चाहिँ एकजना उहाँबाट एउटा साधु सेतो लुगा लगाएको सेतो भेटा पारेको आउँदै हुन्छ अब स्वामीजीको उता भर्खर बसेको पनि छ अब स्वामीजीको कन्सन्ट्रेट खराब भयो त्यो महाराजजीको गयो त्यो साधु आउँदैछ अब मपट्टि म चाहिँ टोइलेट बसिरहेको छु भनेर चाहिँ टोइलेटमै आएर पनि घुट दुख्न पनि जाने भयो अनि हतार गरेर त हातसाथ धुनु गरेर यसो उठेर हेर्दा त त्यो मान्छे छैन नभेट्दा चाहिँ अरे कता जङ्गलतिर बसेछ क्या देखेर पनि अहिले त यहाँ आउँदै गरेको मान्छेहरू भनेर चाहिँ स्वामीजी मनमा सोच्दै जानु रतनपुरी पुगेर मन्दिरभित्र बस्ने बित्तिकै बढी मान्छेको फोटो देख्दा त स्वामीजी छक्क पर्नुभयो अहिले उनी त आउँदै हुन्थ्यो अहिले यहाँ फोटोमा माला राखिरहेको छ बोलो श्री प्राणनाथ प्यारेजी स्वामीजीलाई चाहिँ बढी मान्छेले ताकम ज्ञान हासिल हुनुभन्दा अगाडि रतनपुरी आश्रम पुग्नुभन्दा अगाडि नै उहाँले दर्शन दिनु तिमी चाहिँ मेरो हृदयसँग जुटेको छ लु हेर्नुहोस् हामीलाई पनि यस्तो अनुभव कतिवटा हुन सक्छ अनि जब रतनपुरी पुग्नुभयो आश्रममा बढी मान्छे देख्नुभयो अनि सरकारजीलाई प्रणाम गरेको बादमा अनि सोध्नुभयो उहाँ चाहिँ
भनेर सोद्धा चाहिँ उहाँ हाम्रो सद्गुरु बढीमा श्री रामप्रसाद दासजी। स्वामीजी जन्मिनुभन्दा 2-4 वर्ष अगाडि नै उहाँको शरीर त्याग भइसकेको थियो। अनि यहाँ आएर चाहिँ उहाँको सेमको सेम दसैँ पाउँदा उहाँलाई चाहिँ यस्तो अनुभव भएछ, मैले यस्तो चाहिँ पनि अनुभव भएको थिइनँ र यहाँ केही न केही पक्कै छ। म यहाँ 1 महिना भए पनि बसेर भए पनि म के हासिल गरेर मात्रै चाहिन्छ भनेर सोचेर चाहिँ अनि 1 महिनासम्म बाणी पढ्नुभयो। बाणी एकैपट्टि म पुरा इन्ट्रेस्टेड लाग्यो। अब उहाँले खोजेको चिज यहाँ प्राप्त हुँदै गयो, प्लस साधना पनि हुँदै गयो। अनि अगाडि बढ्दै जानु 1 महिनामा चाहिँ 3 खेप बाणीलाई पुरा गरेर पढिसक्यो। त्यहाँदेखि उहाँको मनमा यस्तो इच्छा आयो कि अरे यत्रो बाणीमा मैले जुन खोजेको म जुन सार्थकता गर्न हेरिरहेको थियो त्यो कुरा त सबै यहाँ निहित रहेछ, त्यो बाणीमा निहित रहेछ। अब मैले खोज्नु भर्ती कहीँ नपर्ने रहेछ, यही चिज सबै चिज पाइसकेपछि म कहाँ जानु छ अब? मेरो सद्गुरु पनि मैले यहाँ प्राप्त गरिसकेँ, बढीमाले चाहिँ प्राप्त गरेँ, सकाशी पनि प्राप्त गरेँ। उहाँको सानिध्यमा मैले अवश्य नै युगल स्वरूपको प्राप्त हुन्छ भनेर सोचेर 1 महिनाको अन्तरमा बाणी पढिसकेपछि बादमा उहाँलाई मनमा इच्छा भयो अब म केही लेख्छु भनेर सबैभन्दा पहिलो ग्रन्थ लेख्नु भयो उहाँले सत्याञ्जली। बोले श्री प्राणनाथ बिहारी अति दुःख भयो उहाँलाई। अनि त्यहाँ गाउँमा यस्तो खालको त्यो रत्नपुरीको हुन त भन्नु नआउने हो, पढ्ने विद्यार्थीहरूलाई त्यो सुविधै थिएन। स्वामीजी के सेवा गर्न सक्नुहुन्थ्यो? हड्डीको ढाँचा यत्रो पाक्नु, त्यहीँ बसेर पनि दुबो खानुहुन्थ्यो, सरकारजीले कराउनुहुन्थ्यो, अनि मात्रै 2टा रोटी खानुहुन्थ्यो। सरकारजी अब जानुभयो प्रचार गर्न बाहिर भएपछि खानुहुन्थेन। जब स्वामीजीलाई बोलाउनु पऱ्यो त्यति चाहिँ भन्यो। एउटा एसिस्टेन्ट जो स्वामीजीलाई मन पर्ने विद्यार्थी त्यसलाई चाहिँ छेउमा बोलाउँथ्यो, तुम किन आज मेरे पास बैठो? किन सरकारजीले हुकुम दिएको हुन्थ्यो यसलाई 3-4टा रोटी खुवाउनु, सब्जी खुवाउनु, दाल भात पूरा दुष्टुस्ते खिलाना पकड़ते भी तभी ये बोल पाएगा, नहीं तो ये बोल नहीं पाएगा। सरकारजीले त्यस्तो भन्नुभएको थियो। अनि अब खुवाउँछन् बेसी भनेर चाहिँ स्वामीजीले एसिस्टेन्ट छेउमा बोलाउनुहुन्थ्यो। अनि 2टा रोटी यसो हाल्यो भने एउटा रोटी मुसुक खाइरहेको हुन्थ्यो। होला नरिकन खाऊ न, मलाई जबरजस्ती खुवाउँछ नि अब। अनि स्वामीजीको रोटी खानु पर्ने रहेछ। त्यस्तो कतिले स्वामीजीले त्यसो गर्नुभएको छ। अनि दुबोको रस पिएर, हिमपट्टिको रस पिएर आफ्नो जीविका चलाएर चाहिँ अनि त्यहाँ बस्नुभयो। अनि जब सकाशीको अन्तर्ध्यान भइसकेपछि अनि उहाँलाई इच्छा भयो कि मैले युगल स्वरूप प्राप्त गर्नुपर्छ, मैले भन्ने खालको इच्छा भएर चाहिँ घुम्न जानुभयो। भन्न गएपछि राज्यको 5 साल 6 सालमा राज्यको दिदार भयो। राज्यले भन्नुभयो म तिम्रो हेर्दैमा आएर बस्छु, बसेको छु, तिम्रो जे पनि इच्छा छ पुरा हुन्छ। राज्य युगल स्वरूप हेर्दैमा आएर बस्नुभयो। अनि स्वामीजीले इच्छा भयो कि के इच्छा भयो भनेदेखि चाहिँ अब बा फेरि हृदयमा हुन्छ त, राज्यले भन्नुभएको छ यसो आँखा मिलेर राज्यको दिदार हुन्छै हुन्छ होइन, मार्फत स्थितिको केस। अब स्वामीजीलाई प्रत्यक्ष फेरि दुबारा हेर्ने इच्छा भयो आँखा। अनि स्वामीजीले फेरि दुबारा ध्यान गर्नुभयो। अनि राज्यले फेरि मैले पहिले भनेको थिएँ विद्यार्थी तिमीलाई यसो हुँदैन भनेर, फेरि तिमीले जबरजस्ती ध्यान गर्यो, आउनु कर लाग्यो भने अब चाहिँ तिमीले पल पल मलाई देख्नेछौ भनेर राज्यले फेरि दिदार भएको बादमा अनि स्वामीजीले साहित्य लेख्न चाहिँ सुरु गर्नुभयो। अनि ज्ञानपीठको स्थापना गर्नु, अनि जागरण यात्रा सुरु भएको त्यहाँ। बोलो श्री प्राणनाथ बिहारी। हामी जो सुलसाथ छौँ अहिले, जति पनि सुलसाथ स्वामीजीसँग जोडिएको छौँ नि, हाम्रो परमहंसको लाइनमा छ। परमहंसको लाइनमा श्री देवचन्द्रजी, श्री प्राणनाथजी, छत्रसाल महाराज, त्यहाँदेखि हाम्रो गोपालमणि महाराजजी, राजनारायण दास महाराजजी, अनि बडे महाराजजी, रामरतन दासजी, फेरि सरकारजी जतिजना औजाद, फेरि अहिले स्वामीजीहरू हामी कति भाग्यमा त्यो लाइनमा छौँ क्या। अहिले पनि हाम्रो भएन, अहिले पनि हाम्रो हृदयको पीडा भएन भनेदेखि हामी जस्तो गरीब गुज्रेको त सायदै कोही हुन सक्छ। हामीभन्दा बेसक धेरै त अरू सम्प्रदायकोहरूले ध्यान दिन्छ, चाहे ध्यान लागोस् नलागोस् कमसेकम 10 1 घन्टा 2 घन्टा अघि कर्मको लागि समय दिन्छ। हामी त्यो पनि दिन चाहँदैनौँ, सक्दैनौँ, समय नै छैन हाम्रोमा। गृहस्थ हौँ भनेको हामीले कामहरू गर्छ, तर गृहस्थीले पनि त्यो प्रेम प्राप्त गर्न सक्छ। स्वामीजीले हामीलाई बार के भन्नुहुन्छ? म पनि पहिला स्वामीजीले के सोचेको, स्वामीजी अनि म के बिर्सिस गर्न चाहन्छु, म के गर्न चाहन्छु। उहाँ चाहिँ तपाईँ 8 घन्टा काम गर्छ मायाको,
अनि तपाईँले प्रशंसा तपाईँलाई जति चाहिन्छ त्यति शब्दले तपाईँले हासिल गर्न सक्छ। तपाईँ 8 घन्टा ध्यान गर्नुहोस् न almost daily। 1 महिना तपाईँलाई दुःख होला, त्यहाँदेखि वर्षा हेर्नुहोस्, त्यहाँदेखि मायाको वर्षा। साँच्चै पछाडि अनुभव भयो। अनि अनुभव भएपछि स्वामीजीलाई मैले भने, स्वामीजी यस्तो यस्तो हुँदो रहेछ भनेर भन्दाखेरि स्वामीजीले भन्यो यता ध्यान नदिनुहोस्, मूल स्रोतमा ध्यान दिनु। यानि मार्गदर्शक हामीलाई भट्किँदैछौँ ध्यान गएर भने पनि हामीलाई सही रास्ता बताउनुवाला हाम्रो स्वामीजी प्रत्यक्ष रूपमा ब्रह्ममुनि हाम्रो सामने हुनुहुन्छ। हाम्रोमा जे प्रश्न आए पनि यसको सजिलोसँग नर्सेर समाधान गर्ने हाम्रो स्वामीजी हुन्छ। यस्तो सत्र हामीले प्राप्त गर्न सक्छौँ। हुनसक्छ हामीलाई अगाडिको जन्ममा हामीले राम्रो कर्म गरेको होला, हुनसक्छ हामी सृजित टाइममा हामी उम्लिरहेको होला सहजमा, हुनसक्छ कुनै परमहंसको स्थितिमा हामी होइन ध्यान साधना या त बाणीको चर्चामा हामी बस्न सकेनौँ होला। इच्छा त साथै राम्रो छ भनेको थाहा भयो, तर हामी त्यसमा डुब्न सकेनौँ होला। अहिले स्वामी आखिरी समयमा राति दुबारा हामीलाई चान्स दिनुभयो। मानवता यो सक्लो मानवता राम्रो विवेचन गर्न सक्ने खालको अनि हामीले स्वामीजीलाई प्राप्त गर्यौँ, सरकारश्री प्राप्त गर्यौँ, बडे मान्छेको सानिध्य प्राप्त गर्यौँ। हामीले यस्तो साधन स्वामीजीले सरलतासँग राज्यलाई प्राप्त गर्ने मार्ग बताइदिनु, बाणीको एक गुच्छे रहस्य खोलेर बताइदिनु, जो अहिलेसम्म कसैले बताउनै सकेको थिएन, कसैले बताउनै सकेको थिएन। जुन सृजित टाइममा जति लीला भयो त्यति नै लीला, त्यसको बादमा कुनै पनि ब्रह्ममुनिहरूले यस्तो खुलासा गरेर बताउनु भएको थिएन। अहिले जुन सबै हामीको साथमा स्वामीजीले साहित्य ग्रन्थ उहाँले दिएको चर्चा, यो बाणी चर्चा सुनेर पनि हाम्रो आत्मजागृत भएको देखिँदैन। अब के छ जस्तो लाग्दैन मलाई। आत्मजागृत गर्नको लागि चाहिँ सब गर्नुको लागि हृदयमा जोड्नु पर्छ, बाणीसँग श्रद्धा आउनु पर्दछ। बाणीसँग श्रद्धा, इमान, इष्ट, राज्य यसपालिको चर्चामा बेसी जस्तो स्वामीजीले किन फोकस गर्नुभयो भने हाम्रोमा 5 न्यामत छ सुन्दर साथी, 5 न्यामत। राज्यले हामीलाई 5वटा खजाना हामीलाई दिनुभएको छ, त्यो हामीलाई लिन सक्यो भनेदेखि हामीलाई राज्यको दर्शन हुन्छ। के हो? इमान, इष्ट, शुक्र, गैरी, शब्द। इमान विश्वास गर्नु अगाडि त त्यसको पेचाइ भएको पऱ्यो त, अनि मात्रै त्यसलाई विश्वास गर्न सक्छ। इष्ट जब पहिचान हुन्छ त्यसले विश्वास गर्न सकिन्छ अनि इष्ट आउँछ। शुक्र त्यहाँनिर चाहिँ धन्यवाद राजी तपाईँलाई मैले प्राप्त गर्न सक्छु, तपाईँको चिजलाई चाहन्छ। गरिबी अनि नम्रता आउँछ। अनि शब्द भनेको कि अहिले मैले 1 महिना ध्यान गरेँ, मलाई त राज्यको अनुभव भएन, खालि कालो कालो मात्रै देखेँ, घरि गाडी कुदेको देखेँ, घरि सुगा सुकाकोमा देखेँ, के देखेँ संसारकै चिजहरू। तर कन्सन्ट्रेट जुन हाम्रो राज्य हुनुहुन्छ भनेर बाणीमा पितकमा या त स्वामीजीले यहाँ त्यस्तै गरी भनेको छ, त्यो कुरालाई मैले लिनु सकिनँ, देख्नु सकिनँ भन्दाखेरि चाहिँ अनि हामी छोडिदिइहाल्छौँ त्यो चिजलाई। सफल गर्नुपर्छ, रुखको रुख एउटा रुख आइसके एकैतामा गऱ्यो भने त हाम्रो पनि यो विकार रहित हुनु पऱ्यो। पहिलाको हृदयदेखि हाम्रो अन्तस्तर गऱ्यो विकार रहित भयो भने मात्रै त्यो सुगन्ध आउन सक्छ। एकैतामा मान्छेलाई पटले दर्शन दिनु हो भनेदेखि त मान्छे मुसी भइहाल्छ। त्यो नुनै समय हुन सक्दैन नि हामीले। त्यो नुन हामीले आज गर्नुको लागि चाहिँ हामीले क्वालिटी हुनु पऱ्यो, क्वान्टिटी होइन क्वालिटी। चाहे सोच हुनु सक्छ एउटै मात्रै होस्, यसले हासिल गर्न सक्छ, प्राप्त गर्न सक्छ। अनि त्यो क्वालिटीमा त्यो एउटा जसको हृदय सफा छ त्यसको हृदयमा युगल्सहरू आएर विराजमान हुन्छ। अन्त राज्यको फल जाहेरी बातुरी दुईटै मेल, जाहेरी पनि हुन्छ बातुरी पनि हुन्छ। खजाना राज्यले दुईटै उल्टै गरेको ध्यान गरेर मात्रै प्राप्त गर्न सक्छ, ध्यान नगरेर प्राप्तै गर्न सक्दैन। अनि प्राप्त नगर्न सक्छ कि राज्यले यत्रो राज्यको भक्ति गर्छौँ अनि हामीले के गर्छौँ, राज्यले मिल्दै गर्नु भने मिल्दै गर्नु खालि जाहेरी दिएको। तर आँखा बन्द गरेर आफ्नो युगल स्वरूपको वेदको नजर मिलाएर हामीले हेऱ्यौँ भने राज्यको फल दिन हामीसँग भइरहेको छ। अनेक प्रकारको नराम्रो नकारात्मक सोचदेखि लिएर नकारात्मक के हुन आँटेको छ जीवनमा भने पनि त्यसबाट जोगाएको मान्छे सानसानो कुरामा हार्ने हुन्छ। यति प्रेम गर्ने यति सुन्दर हेर्नुहोस् है। अहिले जो पनि ध्यान गरेर स्वामीसँग जोडिएको छ, राज्यसँग जोडिएको छ,
स्वामीसँग जोडिनु पर्दैन। जो राज्यको नियमित ध्यान गर्छ, राज्यसँग जोडिएको छ, वाणीसँग जोडिएको छ, स्वामीसँग अटोमेटिक जोडिएको छ। उसले नदेखेको होस्, स्वामीजीलाई नजानेको होस्, तर ऊ स्वामीसँग टच हुन्छ, उसलाई केही भएको खण्डमा स्वामीजीले उत्तरदायित्व हुन्छ। किनभने मेरो सुन्नु साथमा यहाँ बिग्रेर बात एकखेप के भयो, दिल्लीमा एकजना सुन्नु साथलाई अचानक के भयो, समस्या थियो। मलाई याद छ, म बताउन चाहदिनँ। अनि त्यो समस्या त्यति तडपे त्यो सुन्नु साथ छ। अनि उसले भने राजेशसँग के भन्यो भनेपछि, राज्य मैले यत्रो तपाईँको गरेँ, तर मलाई यस्तो कसरी हुनसक्छ यो? अनि ऊ बेसी तडपे गर्दा चाहिँ स्वामीजीले चाहिँ क्यान्टिन हुन्छ दिल्लीमा भएको घटना है, स्वामीसँग दिलबाट जोडेको छैन, तर जाने आउने गर्छ। अनि स्वामीजी यतापट्टि के भन्नुभयो, मलाई 3 दिनसम्म डिस्टर्ब नगर्नु, मेरो सुन्नु साथ एकदम आफूले आएको छ, म निवारण गर्छु, ऊ आउँछ अनि यो ठिक हुन्छ भनेर चाहिँ स्वामीजीले भन्नुभयो। अनि ध्यानमा बस्नुभयो। 2 दिन ध्यानको बादमा त्यो मान्छे रत्नगुरीले सरसफाइ भयो। अनि स्वामीजीको ध्यान पनि टुट्यो। अनि उसको इच्छा जुन उसले सोचेको थियो, जुन भएको थियो उसलाई, त्यो सबै बिर्सेको थियो। हेर्नुहोस्, हामी त जोडिएको नै हिँड्दै भयो। हामीले बानी पढ्छौँ, सत्सङ्ग गर्छौँ, टिकौली गर्छौँ, सुन्दरसँग प्रेम गर्छौँ, सुन्दरसँग के भयो भने हामी हेल्प गर्छौँ है। हाम्रो रेखी बिस्तार बिस्तार बगिँदै गएको देख्छौँ। त्यो जुन पहिलाको थियो हामी हातहरू त्यस्तोमा हामी कसरी सुन्दरसँग जोडिसकेको छ। यानि कि हामी राज्यसँग बिस्तार बिस्तार जोडिसकेको छ। राज्यसँग जोड्नु भनेको स्वामीसँग जोड्नु, जो हाम्रो साक्षात् सद्गुरुको स्वरूप हुनुहुन्छ। उहाँले आफ्नो लीला देखाउन चाहनुहुन्न, तर सबै कार्य हुँदै जान्छ, क्रमश हुँदै जान्छ, क्रमश हुँदै जान्छ। तर नकारात्मक सोचदेखि हामी टाढा हुन्छ। जसले नकारात्मक सोच बोक्दछ नि, त्यो सङ्केत स्वामीजी गर्यो। नेगेटिभ सोच भएको व्यक्तिको गयो भने पनि त्यो मान्छे आउँदैछ, भलो मान्छे आउँछ, सावधान हुनु है भनेर भन्नुहुन्छ स्वामीजी। मलाई कहिले के भन्नुभएको छ, जागरै यात्रा भनेको यस्तो चिज, यस्तो अनुभवको चिज सुन्दाखेरि मलाई चाहिँ यसपालि म गएँ, पहिला पनि म सोध्नु लागेको गएको थिएँ, राज्यको इच्छाले स्वामीजीको पनि बोलाउनु भएको थियो, यसपालि पनि गएँ। तर के रहेछ भन्दाखेरि स्वामीजीले भनेपछाडि हाम्रो हृदयमा, हाम्रो हृदय चाहिँ सञ्चारित नहोस्, हाम्रो हृदय चाहिँ राज्यसँगै डुबोस्, वाणीको प्रेममै डुबोस्, राज्यको प्रेम आओस् हृदयमा, तडप होस्। यो खालको स्वामीजीको इच्छा छ। अनि स्वामीजीको इच्छालाई हामी किन व्यक्त गर्नु, किन भन्नु, त्यस्तो अनन्त कोटि करोडौँ ब्रह्माण्ड मिल्दै जान्छ र यस्तो सद्गुरु प्राप्त बहुत हाथी मिले बहुत को पर लेना सके हाथी चाहता, चलना हाथी का सोई चले जो होता ये मिसाल। यो मिसाल जो हृदय फुटेर आउँछ नि, भगवान चाहिँ सुन्छ होइन, वाणीको प्रेममा, राज्यको प्रेममा। हाथी त सबैलाई प्राप्त भएन, कतिजनाले कसैको हाथीको, कसैको हाथीको संसार। तर एक हादी जो युगल स्वरूप जस्तै हृदयमा विराजमान हुन्छ, स्वामीजीले के गर्नुहुन्छ, सबै युगल स्वरूप गर्दै गराउँदै हुन्छ। स्वामीजीको बोल्ने त्यति साह्रो उयो पनि छैन, जोडिएको तर कसले बोलाउनुहुन्छ, राज्यले, धामधमीले बोलाउँछ। त्यहाँ नहुने नहुने कुरा पनि मैले देखेँ, त्यहाँ असम्भव कुरा जुन त्यो पनि त्यहाँ मैले देख्न पाएँ। चौथीको कार्यक्रममा पनि देखेँ र यसपालि पनि देखेँ। अनि स्वामीजीको सानिध्यमा जुन प्राप्त हुन्छ त्यो हामी सबै सुन्नसाथ अनुभव छ। मैले त हजुरहरू के देख्नु, लामो अनुभव भनिसकेँ मैले है, र मेरो ट्याग गरेर म यही विराम गर्न चाहन्छु। बोलो श्री कान्हा बोलो श्री सद्गुरु महाराज। अब हामी सबैजनाले यसरी चाहिँ ध्यान गर्नुपर्छ, वाणी गर्नुपर्छ, वाणीमा फैलाउने काम गर्नुपर्छ। हामीले के गर्न सक्यौँ भने साहित्य किन सक्छौँ, सानसानो साहित्य किनेर वाणी अनुसार हेरेर जग्गा जग्गामा दिउँ, जसले पढ्ने इच्छाहरू छ भने पढ्नुहुन्छ, सोध्नु अनि उहाँहरूलाई दिउँ। त्यस्तो सेवा गर्न सकिन्छ। सालभरमा एक रुपियाँ राख्यो भने पनि महिनाको 20 रुपियाँ हुन्छ है। वर्षमा कति सानसानो पुस्तक 5 रुपियाँ 10 रुपियाँ 20 रुपियाँ पर्ने किताबहरू किनेर हामीले जस्तो दिन सक्छौँ। अनि सबैले त सेवा गरिरहेको राख्नु भएको सबै सुन्नु
जसले गर्न सक्नुभएको छ म पनि गर्ने इच्छा छ भन्ने सोच्नु भएको छ भनेदेखि यसरी चाहिँ सेवा गर्न सक्छ। जसरी कुनै पनि एङ्गलले सेवा गरेर हाम्रो स्वामीसँग जोड्न सकिन्छ। ठुलो क्षेत्रमा त्यहाँदेखि मैले गलत गरेको मलाई क्षमा दिनुहोस्। प्रणाम।